पुरै आगो बल्दैछ। यतापट्टि के छ यहीँबाट त यहाँबाट त माथिबाट देखिन्छ राम्ररी। बाफ्रे कत्रो आगो, पुरा धुवै धुवा आएको छ। के भएर बोलेको भने आगो फुल धुवा आउँदैछ यहाँसम्म पनि। अन्त टाढा छ, अन्त टाढा छ। यहाँबाट कत्रो रियल आइसले चाहिँ कत्रो देखिँदैछ। अन्त यसबाट पनि देखिँदैछ कत्रो। यो एरियाको चाहिँ कत्रो ठुलो देखेको। सर्दै जाँदैछ आगो। पहिला सुरुमा उ त्यो यो साइडमा मात्र थियो, यो साइडमा मात्र थियो। अनि यहाँ सर्दै यहाँबाट देख्यो। म त उतापट्टि धेर लागेको होला, यता एरियामा धेर लागेको लागेको थियौँ। तर यतापट्टिको चाहिँ यो चाहिँ धेर देखिँदैछ आगो लागेको। पुरै धुवै धुवा भएछ, धुवै धुवा भयो। अब यहाँबाट देखिन्छ यहाँ कस्तो केही भएको छैन। यतातिर चाहिँ यतातिर छ मेन अलिक रोडतिर चाहिँ अनि राम्रो देखिन्छ, कभर गरिन्छ राम्ररी। त्यहाँ भित्र कोठाबाट त देखेन, यस्तो बाहिरतिर आएको चाहिँ ठ्याक्कै आएको छ। अब त्यो पछाडि अब यतापट्टि पुरै धुवा आएको छ। अघि चाहिँ उतापट्टि थियो, उतापट्टि मतलब त्यता अब यत्रो आगो बलिरहेछ, पुरै धुवा आइरहेको छ। पहिला सुरुमा त्यहाँ थियो, त्यहाँ त्यहाँदेखि बढ्दै धेरै बेर पनि लानु। यहाँ थियो, यहाँसम्म थियो। अनि माथि आउँदा यत्रो यहाँसम्म फैलियो, पुरै धुवा। यो यतापट्टिको धुवै धुवा भएको छ। यता हामीतिर पनि यत्रो जलेको छ नथाहा। अस्ति नै पनि यतातिर आगो लागिरहेछ, उता पर कत्रो धुवा आएको थियो। अनि मलाई कति मान्छेका त्यो पानी जङ्गलबाट ल्याएको हुन्छ नि त पानी। अनि त्यो जलिरहेछ, पाइप साइप जलिरहेको थियो। अनि पाइप साइप जलिरहेको थियो। अनि बनाउन अलिकति साह्रो लस्ट गऱ्यो, कुन चाहिँ फैलाएको पनि होइन, आफै त लाग्दैन आई थिङ्क। अनि पानी त पर्न थाल्यो, तर पनि अब जलाइदिन्छु। मिस्टेकले पनि हुनसक्छ, नजान्दै पनि हुनसक्छ। लाइट क्लोज रुखले छेकेर थमाएको छ धेरैटा। टाढा बढ्दैछ यतातिर आउनु पर्यो। यतातिर देखिन्छ धेर क्लोज आएछु। धुवा कस्तो धुवा। यतापट्टिको भ्यू लाइटहरू बलिसकेको छन्। यता पनि लाइटहरू बलिसकेको छ, उता पनि लाइटहरू बलिरहेको छ। यता रियल लाइट जलिरहेको छ। अब निप्छ होला। अलिक यतातिर क्लोजतिर पुग्यो भने त निभाउन आउँछन् होला। यो एरियामा चाहिँ यति घर छन् जस्तो त लाग्दैन मलाई, यता तल होइन। लेट्स सी
के हुन्छ अनि त्यसपछि अब के हुन्छ अनि सो आगो बढ्दैछ बढ्नु त अहिले कहाँसम्म पुग्छ कस्तो धुवा आएको यहाँसम्म गनाउँदैछ धुवा मतलब यो अर्को पहाड यो यतापट्टिको पहाड हाम्रो अगाडिको पहाड हो आई थिङ्क यो यो एउटा पहाडको ग्यापमा पनि कस्तो गनाएको त्यो घरमा चुलोमा आगो बाल्दाखेरि इमिडिएटली आउँछ नि त्यस्तो भइरहेको छ र हल्का अलिक टाढा छ अब त यु हो यस्तरी युबाट गएको छ यतापट्टिबाट ल अब जलेको रुख अब पानी सानी पऱ्यो भने काटेर ओरेर अर्को त आउँछ तर पोल्युसन हो देयर होइन अब क्या कर सकते के गर्न सकिन्छ सो यहाँसम्म आइपुगिसक्यो सो त्यहाँ पनि बढ्दै बढ्दै जाँदैछ मलाई थाहा छ तर यतापट्टि देखिएको छैन त्यति होइन यो एरियाको बढ्दै 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 जाँदैछ तर हामीलाई देखेको छैन किनभने छोपिएको हुनसक्छ जस्तै यहाँ अलिअलि देखिरहेछ त्यस्तै यहाँ पनि जलिरहेको होला अनि अलिअलि गर्दै गर्दैछ बढ्दै जाँदैछ अनि धुवै भइसक्यो पुरै धुवै भइसक्यो अनि अस्ति चाहिँ उतापट्टि जल्यो रहेछ नि उतापट्टि जल्यो रहेछ अनि अलिक हाम्रो एरियाको नजिकै त्यो आगोको त्यो हुन्छ नि त्यो धुवा होइन धुवासँग मिसेर आगोको त्यो खरानी टाइपको उड्दै आउँछ नि त्यो आएको थियो अलिक क्लोज थियो पुरै क्लोज होइन अलिक टाढा र अलिक क्लोज अनि निभाइहाल्यो नभए सर्दै यता आउन सक्थ्यो अनि उता अब यताको पनि सर्दै गयो भने